सो हेलो एभ्रिवान, वेलकम ब्याक टु द माई न्यू ब्लग। अनि आज चाहिँ मम्मीले चाहिँ करेन्ट बनाउनु लागेको थियौँ र हजुरहरूलाई पनि यसो रेसिपी सेयर गरौँ भनेर चाहिँ मैले भिडियो बनाएको थिएँ। यहाँ चाहिँ एउटा भाँडामा चाहिँ मैले पानी तताइराखेको छु। अब चाउचाउ बनाउने अनि हल्का चाउचाउ त टेस्ट त गर्नै पर्यो, यो त हाम्रो नेपालीको बानी हो। यता चाहिँ मैले दुईवटा टुप्यौँ अनि एउटा चाहिँ वाइ राखेको छु, राखेर चाहिँ बोइल हुँदैछ यतातिर चाहिँ। चाउचाउ बोइल भइसक्यो, यताबाट प्यान बसालेको छु। यता चाहिँ प्याज अनि लसुन रेडी छ। यो प्यानमा चाहिँ अब मैले चाउचाउ चाहिँ हाल्ने होइन गाइस, यहाँ चाहिँ अन्डा फ्राई गर्दैछु मैले। अन्डा फ्राई हुँदैछ। गाइस अन्डाको त नक्सै बिग्रियो गाइस, कस्तो भयो, के बनाउनु खोजेको थिएँ मैले, के भयो। त्यही प्यानमा चाहिँ मैले थोरै प्याज भुटेँ अनि त्यो टुपियममा भएको सबै मसला चाहिँ हल्का हल्का फ्राई गरेको। फेरि धेरै फ्राई गर्नु चाहिँ डर छ, हल्का हल्का फ्राई गर्ने। अनि त्यसमा चाहिँ यो पुरै त्यो टुपियम, त्यो बोइल गरेको टुपियम राखिदिने गाइस। हाम्रो टुपियम रेडी भयो। यो सँगसँगै हाम्रो भिडियो नै सकियो गाइस। हजुरले यो रेसिपी चाहिँ ट्राई गर्नु होला र लाइक, सेयर, सब्सक्राइब गर्न नबिर्सिनु होला गाइस। थ्याङ्क यू सो मच फर वाचिङ।